नमस्कार साथीहरू, आजको भिडियो रहेको छ भोजहरूमा खाने प्लेट कसरी बन्छ त्यो देख्न गइरहेको छ साथीहरू। विभिन्न किसिमको, विभिन्न कलरको, विभिन्न टाइपको त्यो कसरी बन्छ त्यसको लागि सबैभन्दा पहिला त्यो बन्डल अफ पेपर त्यो ल्याउने काम गरिन्छ फ्याक्ट्रीमा। पहिला त्यो सिम्पल नै हुन्छ हैन साथीहरू। अब हामीलाई जुन डिजाइन दिन चाहियो त्यो मसिनको सहायताले दिन सकिन्छ। त्यसको लागि उनीहरू बन्डल लिएर त्यसलाई फिट गरिरहेको छ, देख्न सक्नुहुन्छ साथीहरू मसिनमा पेपरलाई। यसलाई राम्ररी सहयोग 2-3 जना सहयोगले राम्ररी फिट गरेर यसलाई मसिनमा राम्ररी यसरी फिट गरेर अनि त्यसलाई राम्रो मिलाएर अनि त्यसपछि अब यसलाई अब पनी प्लास्टिक हो हैन, प्रिन्टेड हुन्छ यो हैन, यसलाई दिइरहेको छ देख्न सक्नुहुन्छ साथी। यो पेपरको माथि भागले पनि लाग्छ के, त्यसले गर्दाखेरि हाम्रो त्यो पेपरबाट बनाएको हुन्छ नि प्लेट, त्यो खाना खाँदाखेरि त्यो भिजोस् न हैन, मतलब फाटोस् हैन, त्यसको लागि काम लाग्छ हैन। यसलाई अब राम्ररी त्यो लगाएपछि देख्न सक्नुहुन्छ साथी, हेर्न सक्नुहुन्छ साथी, यो हाम्रो पेपर तयार भइसक्यो। सहायताले पनी प्लास्टिक र पेपरको सहायताले हाम्रो प्रिन्टेड डिफ्रेन्ट टाइपको कलरको देख्नुहुन्छ पेपर तयार भइसक्यो। अब काम बाँकी छ हाम्रो प्लेट बनाउने। त्यसको लागि अब त्यो बनाएको बन्डललाई राम्ररी फेरि फिट गरेर अर्को मसिनमा यसलाई फेरि अब यसरी मसिनमा जसरी सेट गरेको थियो त्यति बेला त्यसरी नै सेट गरेर राम्ररी यसलाई अर्को मसिनको सहायताले यसलाई टाँसेर राम्ररी निकालिरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ। अब यसलाई त्यो इक्वल सेपमा काटिरहेको छ हैन, जुन सेपमा प्लेट बनाउनको लागि इजी हुन्छ त्यो स्क्वायर सेपमा काटिरहेको छ, देख्न सक्नुहुन्छ साथीहरू यो मसिनको सहायताले। अब हाम्रो बन्डलमा थियो, अब यसलाई राम्ररी काटेर सेपमा दिइरहेछ। अब त्यसलाई राम्ररी मिलाएर अर्को दाइले राखिरहेछ देख्नुहुन्छ साथीहरू। यसलाई राखेर राम्ररी नेक्स्ट स्टेप यसलाई अब अर्को मसिनमा लगिरहेको छ, प्लेट बनाउने मसिनमा। अब यसलाई सेप साँचो त चाहिन्छ नै चाहिन्छ जे कुरा बनाउनलाई। त्यो प्रेसर मसिनमा हालेर राम्ररी अनि त्यसलाई काटिरहेको छ। यसलाई अब काटिसक्यो, एउटा ठाउँको काटिसक्यो, त्यो भइसक्यो, एक्स्ट्रा वेस्ट निकालेर फालिदियो। अब त्यो हाम्रो प्लेटको सेप आइसक्यो। अहिले पनि सम्पम भएको छैन साथीहरू, देख्न सक्नुहुन्छ है। अनि यसलाई फेरि बस पुरै राम्ररी चाट्टेले बेराबेरी काटिरहेको छ। एक्स्ट्रा पार्टलाई फालेर जुन हामीले प्लेट बनाउने काम पर्छ त्यसलाई एउटा ठाउँमा राखिरहेछ, देख्न सक्नुहुन्छ साथीहरू। अब यो साँचोमा अब जुन काटेको थियो त्यसलाई एउटा प्लेटको यो प्रेसर मसिन नै हो, यसलाई दिइरहेछ।